thank you, Nepal. You guys have been so supportive and showing some love. So, like I said, I could never done this without you guys, but you guys did it. You guys showed the love and the support, like each other. And like I said, one bad incident does not make Nepal a bad country, guys. So, like I said, Nepal is a beautiful country. Like I said, I met a lot of people, you know, the locals, villagers, all that. They said they always feed me, they always taking care of me, and every time I get lost, they always like show me the way. Thank you so much. Like I said, I'm very speechless, guys. So I'll be posting more videos for you guys. Hope you guys enjoy this video, and I'll catch you guys in the next video. द लस्ट जोई चाहिँ नराम्रै कुराले किन नहोस् तर भाइरल हुनुभयो त्यो चाहिँ एकदम धेरै खुसी लाग्यो किनभने उहाँको भिडियोहरू चाहिँ यस्तो इनोसेन्ट हैन अनि कस्तो अर्ग्यानिक हाम्रो नेपाललाई चाहिँ एकदम पोर्ट्रे गरिराख्नु भएको छ एकदमै हेर्दाखेरि रमाइलो भइरहेको छ उहाँको भिडियोहरू चाहिँ हैन अनि त्यो एउटा भिडियोमा चाहिँ अब एकजना मान्छेले नराम्रो गर्नुभएको थियो तर अरू मान्छेले त कस्तो राम्रो गरिराख्नु भएको थियो नि त हैन अब त्यो मान्छेलाई गल्ती गरेको हो त्यो मान्छेलाई सबैले भन्नु पनि भयो सबैले हैन अब पोइन्ट आउट गर्नुभयो राम्रो भयो त्यो मान्छेले माफी पनि मागिसक्यो हैन अनि माफी दिनुपर्ने मान्छेले पनि माफी दिइसक्यो त्यसपछि अब हामीले केही कुरा बोल्नु पर्ने जरुरत पनि हुँदैन हैन तर त्यो भिडियोमा चाहिँ अरू मान्छेहरूले अरू नेपालीहरूले चाहिँ गरेको राम्रो व्यवहारलाई पनि कसैले पोइन्ट आउट गर्नुस् न कसैले बोल्दिनुस् न हैन म चाहिँ यो कुरिरहेको थिएँ कि कसले चाहिँ भन्नुहुन्छ भनेर किनभने त्यहाँ स्पेशली केटीहरू हैन लेडिजहरूले चाहिँ कस्तो मजाले आफ्नो गेस्ट हैन त फरेनरहरूलाई चाहिँ अब कसरी बोलाउनु भएको थियो हैन खाना खान दिनु भएको थियो कस्तो माया गर्नु भएको थियो हैन गेस्ट भनेर चाहिँ कस्तो राम्रो थियो त्यो पनि है त्यसको विषयमा चाहिँ कसैले पनि बोलेको सुनिन कसै न कसैले त भिडियो बनाउनु हुन्छ कि भनेर कुरिरहेको थिएँ तर पनि कसैको पनि त्यो एस्पेक्टबाट चाहिँ कसैको पनि भिडियो आएन के यसरी पनि हेर्नुपर्छ नि त एकजना नराम्रो भए पनि अरूजना त राम्रो हुनुहुन्थ्यो उहाँले चाहिँ राम्रोसँग गर्नुभएको थियो अब एकजना नराम्रो मान्छेले पनि माफी मागिसक्नु भयो त्यसपछि अब गलत कुरा गलत हो हैन अब उहाँको सोच ठीक रहेनछ हामीलाई थाहा भयो हैन अब उहाँको सोच गलत छ भनेर हामी एकजना मान्छेको पछि परेर केही हुनेवालामा पनि छैन हैन त्यो भएको भएर चाहिँ अरू मान्छेहरूले जुन त्यो माया देखाउनु भएको थियो दर्शाउनु भएको थियो त्यसको विषयमा पनि कोही बोलिदिनुस् न हैन उहाँहरू कस्तो राम्रो राम्रो लेडिजहरू हुनुहुन्थ्यो हैन उहाँको मन चाहिँ बाहिरबाट देख्न सकिन्थ्यो के तपाईहरु मसँग सहमत हुनुहुन्छ कि हुनुहुन्न